वास्तविकता मैले भनिरहनु पर्दैन र पनि यथार्थ के हो भने अहिले बिमा 77 जिल्लामा विस्तारित छ। 753 पालिकामा बिमा लागू भएको अवस्था छ। यसको सेवा प्रदायक संस्थाहरू 484 रहेको स्थिति छ, जसमध्ये 403 सरकारी अस्पताल, 48 निजी अस्पताल र 33 वटा सामुदायिक अस्पताल रहेको स्थिति छ। यसको जनशक्ति देशभरि जम्मा 344 जना कर्मचारी, त्यो पनि अस्थायी र करारको रूपमा रहेको स्थिति छ बिमा बोर्डमा। अब यसको अघि पूर्व मन्त्रीज्यू लगायत थुप्रैले भन्नुभयो, यसको मुख्य कारण यसको स्रोत आवश्यकता अनुसार सुरक्षित छैन र यसको आम्दानी पनि नियमित छैन। सरकारले गएको वर्ष विनियोजन गरेको 7.5 अरब हो। बजेट आउनुभन्दा अगाडि बिमामा 16 अरब बकौता अषाढभन्दा अगाडि नै थियो। 16 अरब बकौता भएको कार्यक्रमको विनियोजन जम्मा 7.5 अरब मात्रै भयो। त्यो बजेटरी नर्म्स भित्र पर्छ भन्ने मलाई लाग्दैन। अघिल्लो वर्षको बकौता चुक्ता गर्ने र यो वर्ष अनुमानमा आधारित भएर भन्दा 1 महिनामा बिमाका लागि 2 अरब लाग्छ। 1 वर्षमा बिमाका लागि 24 अरब लाग्छ। अघिल्लो वर्षको बकौता र यो वर्षको अनुमानित 2 अरब समेत हिसाब गर्ने हो भने बिमामा 40 अरब लाग्छ। अब यो बिमा यसरी नै सञ्चालन गर्ने हो भने यो पटकको बजेटमा यो शीर्षकमा 40 अरब विनियोजन गर्नुपर्छ। कि त 40 अरब विनियोजन गरौँ कि यसलाई अरू ढङ्गबाट व्यवस्थित गरेर स्रोत सुनिश्चित गरेर नियमित आम्दानी हुने गरी यसलाई अगाडि बढाउँ। मैले कहीँ पनि बिमाको विकल्प खोज्नुपर्छ भनेको छैन। बिमाको नाममा अस्पतालले खर्च गरेको पैसा सरकारले तिर्नुहुन्न भनेको छैन। मैले के भनेको छु भने सुरुमा पूर्व स्वास्थ्य मन्त्री गगन थापाज्यू हुँदा यो सुरु भयो, ऐन आयो, त्यो बेलामा आवश्यक पैसा सरकारले विनियोजन गर्यो। 2 वर्ष 3 वर्ष जति खर्च हुन्थ्यो त्यति पैसा सरकारले विनियोजन गरेको थियो। तर त्योभन्दा बढी सेवा प्रदान गर्ने संस्था पनि बढेर गयो, सेवा लिने मानिसहरू पनि बढेर गए, अनि बिमामा बिमित हुने नवीकरण गर्ने व्यक्तिहरूको संख्या भत्तै घटेर गयो, जसले गर्दा खर्च 5 गुणा बढी हुन्छ। स्रोत चाहिँ 5 भागको 1 भाग मात्रै छुट्याइएको छ। त्यस हुनाले यो बिमा यो ढङ्गबाट अगाडि जाने स्थिति हुँदैन। कि त सरकारले यसलाई आवश्यक पर्ने रकम विनियोजन गर्नु पर्यो या यो नागरिकको योगदानमा आधारित एकद्वार प्रणालीबाट यसलाई विकास गर्नु पर्यो। यसमा यो खास गरी स्रोतसँग नजोडिने हो भने यो कार्यक्रम अझ असफल हुँदै जान्छ। स्रोत सुनिश्चित गरियो भने मात्रै हामीले यसलाई अगाडि लिएर जान सकिन्छ। अब बिमा जरुरी किन छ मैले यहाँहरूलाई भनिरहनु पर्दैन। खास गरी आज 100 रुपियाँ नागरिकले उपचारका निम्ति खर्च गर्दा नागरिकको गोजीबाट 55 रुपियाँ खर्च हुन्छ। हामीले परिकल्पना गरेको नागरिकको गोजीबाट 20 रुपियाँ भन्दा तल खर्च हुने स्थिति हुनुपर्छ भनेर हामीले भनेको। त्यो स्थिति निर्माण गर्ने बिमा बाहेक अर्को कुनै विकल्प छैन। अब बिमा सम्पूर्ण रूपमा सरकारले दायित्व पूरा गरेर चलाउने हो कि सरकारले त्यो गर्न सक्दैन, नागरिकको योगदानमा आधारित बनाएर चलाउने हो। अब यो दुईटा मध्ये हामीले एउटा रोज्नु